हेलो एन्ड गुड मर्निङ गाइज। आज म उठिसकेँ। भर्खर उठेको राति 3 बजे उठेर भ्लग स्लग एडिट गरेर फेरि सुत्यो के गरेँ के निन्द्रै पुगेन। अझ अफिसको काममा जाँदा फेरि गुड फ्राइडे भन्यो कि के भन्ने, गुड फ्राइडे कि के हो समझमा आउँदैन। त्यही पनि ठिकै छ। आज कामको लोड पनि धेरै छ, हस्पिटल पनि जानु छ, अब के गर्नु छ हेर्नु छ, अब के गर्नु छ। अब त्यही अहिले म उठिसकेँ। अब म यहाँ चिया खाँदैछु। अब पुग्यो चिया पुग्यो ला चिया पुग्यो अलिकति। मेरो आउटफिट हेर्नु चाहिँ अब यो लाउँछु, घाँटीबाट मफलर लाउँछु अनि सरर निस्किने हो। गाइस म फिटफाट पन्जा सन्जा लाएर सबै लाएर रेडी भइसकेँ। स्कुटी यहाँ छ, म जाँदैछु। अब लाने बेला भयो होला बुवालाई सर्जरीको लागि। सो अब एकचोटि उतै गएर भेट्छु है त। म आइसकेँ गाइस, पार्किङ हेर्नुहुन्छ। म सिलगढीको पार्किङमा छु। अब माथि जान लागेको, मम्मीलाई फोन गरेको अघि मम्मीले भने बाबालाई तल लिएर आउँदैछ, त्यही भएर अब म जाँदैछु। कता हुन्छ गएर हेर्छु है त। तल फर्स्टमा ओटीमा लानुपर्छ। ओटी कता हो? बाबालाई अपरेसन थिएटरभित्र लगिसकेको रहेछ। अब विकी दादा पनि जानुभएको छ भित्र। हेरौँ हुन्छ। मम्मी आउँछ, मम्मी आउँछ। बाबालाई भेटेर आइसकेँ म। बा त्यहाँ वेटिङ रुममा पुरै त्यो एप्रोन स्याप्रोन लगाएर क्याप लगाएर हुन्छ नि, त्यो एकदम रेडी पारेर राखेको छ बाबालाई। बस्नु छ, अब एकछिन अपरेसन हुन्छ होला। त्यहाँ भिडियोभित्र भिडियो बनाउनु मिलेन, त्यही भएर मैले अब प्रोटोकल किन टोड्नु भनेर हस्पिटलको, त्यही भएर मैले भिडियो बनाइनँ। त्यही भएर अब डोकोमा भएको औषधि हेरेको आमामा त्यो बास्केट हुन्छ नि, त्यो सानो बास्केट, के अरे बिग मार्टहरूमा त्यो के अरे के भन्छ त्यो के अरे सामानहरू राख्ने हो। फेरि हो त्यो एक बास्केट, हो त्यो एक बास्केट, त्यो बास्केटमा मैले भने पुरै एक बास्केट दबाई रहेछ। अब जति युज हुन्छ हुन्छ, नभएको जति सबै फिर्ता गर्ने, त्यही चाहिँ होला नि। अब अहिले अफिसको काम एकदम धेरै छ अनि अर्जेन्ट पनि छ, त्यही भएर म जाँदैछु। अब एकैचोटि काम सकाएर अनि फेरि आउँछु। किनभने अब यहाँ ढिलो गरेर उताको काम पेन्डिङ गरेर उता गएर चाँडै काम सकाएर आयो भने यता सजिलो हुन्छ नि त होइन। त्यही भएर म अफिस जान्छु, काम सकाउँछु अनि आउँछु। अब अहिले म हिँडेको है त। म जाँदैछु, त्यही भएर हस्पिटलमा को हुन्छ भने सुतिनु होला। मम्मी हुन्छ, ठुलो मम्मी हुन्छ र विकी दादा हुनुहुन्छ। अब केही पऱ्यो भने ओहोर उनीहरू गर्छन्, त्यसपछि म एकछिनमा आइहाल्छु। त्यसपछि केही पऱ्यो भने म हेल्प गरिहाल्छु, त्यही हो। अहिलेको लागि 3जना हस्पिटलमा हुनुहुन्छ। अब म अफिस जाँदैछु। म अफिस आएर काम गर्न थालिसकेँ। एकछिन माथि आएको घाम ताप्न। अघि आएर बसेको बस्या बसै भयो। साँच्ची के भन्नु, बम दुखिसक्यो मेरो, बम। कता हल्ला सुनेर आएको, आन्दोलन भयो जस्तो लाग्यो खै। ल मौसम त सामान्य छ त त्यहाँ। यो हाम्रो वसुन्धरा घरको मुटु टुक्रो है। यो 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 दुईटा गुन्डा, यिनीहरू जहिले पनि यहीँ आउनुपर्छ। तिम्रो यत्रो घरमा यत्रो ठाउँ छ, यहीँ आएर बस्नुपर्छ। किन किन तिमीलाई यही चाहिँ किन बस्नु पर्यो? क्या है यहाँ पे, क्या है? सो अहिलेको बुवाको हेल्थ कन्डिसन अपडेट के छ भनेपछि अघि नै मम्मीले दिउँसो फोन गर्नुभएको थियो अनि भन्नुभयो कि अपरेसन थिएटरबाट निकालिसक्यो अरे। अनि अब 4 बजेभन्दा उता भेट्न दिँदैन। त्यही भएर अब मेरो काम पनि लास्ट डे थियो, त्यही भएर बल्ल बल्ल चाँड काम सकाएँ। अब काम सकाएर अब 4 बजिसक्यो। अब 4 बजेपछि भेट्न दिन्छ। सो जाँदैछु। अब त्यसपछि हेरौँ त्यहाँ गएर के हुन्छ। अब ल म नि हस्पिटल आइसकेँ। पार्किङमा उता गाडी राखेर अब जाँदैछु। बाबालाई त्यही पुरानै कोठामा राखेछ अरे, त्यही जहाँ के भन्छ त्यसलाई, अघि जहाँ वेटिङमा राखेको थियो अपरेसन हुँदा अगाडि, त्यहीँनिर। अब बाबालाई अब हामी भेटेर आइसक्यो बाबालाई। अब त्यहाँ भिडियो बनाउनु थियो, त्यही भएर नबनाएको। अब बाबालाई माथि यहाँ बाबाको रुम नम्बर यहाँ छ 224। अघि देखिहाल्नु स्टोन, त्यो स्टोनले गर्दा कस्तो गाह्रो नि। म एउटा बिहानको इन्सिडेन्ट सुनाउँछु के भएको भनेपछि एकदम झन्डै बाँच्यो भने पनि हुन्छ। बिहान म तातो पानी चाहिएको बाबालाई होइन, थाहा तातो पानी खाने बानी थियो। नर्सलाई सोधेँ तातो पानी कहाँ छ यहाँ भन्नुभयो। डाइरेक्सन लिएर सिधै आएँ। अनि एकजना लेडिज थियो, लेडीले सोधेँ तातो पानी त्यहाँ छ भन्नुभयो। यतापट्टि चिसो पानी, यतापट्टि तातो पानी आउँछ, मलाई यो चेक गर्नु दियो। म के होसियार मान्छे खोलेँ, तातो पानी होला कतिको तातो छ चेक गरेर हात हालेको, भप भप उम्लेको पानी आएछ। सकेटभित्र हात घुसार्नु र उम्लेको तातो पानी हातमा लिनु भने उही त झट्का लागिहाल्छ। धारामा पनि हात हालेको
झट्टै ओहो झन्डै छाला खुल्केको मेरो। त्यही भएर अबदेखि यहाँ आउँदाखेरि एकदम विचार पुर्याउनु पर्ने रहेछ भन्ने कुरो थाहा भएछ। झन्डै मेरो हात गएको यो त लेफ्ट ह्यान्ड राइट ह्यान्ड साइडको धाराको चक्का हालेको झन्डै 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 लिटरली सेभ माई ह्यान्ड। बाबाले त्यहाँ ल्याइसकेछ यतै सबैजना यहीँ हुन्छ उतै बाबालाई उतै सबैजना यहीँ हुन्छ। अब म घर जाँदैछु। आज खानामा के पकाएको थियो भनेपछि यहाँ मासु। हुन त मैले खाना खाइसकेँ। खाना खाँदै भाँडा माझ्दैछु। खाना खाइसकेपछि आफ्नो थाल आफै माझ्नु चाहिँ बहुत मजा आउँछ होइन। बाबालाई जाउली पकाएर मिल्छ भने जाउली पकाएर लगिहाल्छ। त्यही भएर भाइले चाहिँ मम्मीको खाना चाहिँ भाइले के अरे मम्मीको खाना अनि बाबाको जाउली दुइटै लिएर गएको छ। अब एकछिनमा आउँछ। त्यहाँ छ डल्ली रानीले खाना खाइसक्यो। सो अब म खानापिना भएर मेरो एकदम आइसकेँ। अघि भाँडा पनि मोलिहालेँ। बाबा मम्मीको खाना सबै उता लगिसकेँ। मेरो यहीँ ल्यापटपमा अलिकति काम बाँकी छ। अब त्यो काम सकाउँछु। अफिसको काम हो अलिअलि बाँकी छ। त्यसपछि अब भ्यायो भने एडिट गर्छु। हिजोको निन्द्रा पनि पुगेको छैन अलिअलि। त्यही भएर अब के हुन्छ हेरौँ। सो आजको लागि यति नै। सो बाई बाई। प्लिज लाइक कमेन्ट सब्सक्राइब गरेर सब्सक्राइब बटन चाहिँ प्लिज थिच्न नबिर्सिनु होला। त्यति गरेर प्लिज माया देखाइनु। हजुरको मायाको बहुत 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 खाँचो छ। प्लिज प्लिज प्लिज। सो आजको लागि यति नै। लभ यु अल। बाई बाई।